हाल्छु त यहाँ नबसेर ह्यापी बर्थडे ह्यापी बर्थडे हेलो गाइज नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला आज चाहिँ मैले बर्थडेबाट भ्लग स्टार्ट गर्छु भन्ने सोचेको तर निन्द्रामा सबै बिर्सेछु बल्ल मन्दिरमा यसो याद आयो हामी चाहिँ यता अकालादेवी मन्दिर आएको अब चाहिँ हाम्रो पूजा सकियो उता जुत्ता लाउँदै हुनुहुन्छ यता भाउजू रेडी अब चाहिँ हामी निस्किन्छौँ हामी निस्किन लाएको ज्याकेट स्याकेट लाउनु पऱ्यो हजुर ज्याकेट लगाइसक्नु भयो यता रिजन उहाँ चाहिँ अब निस्किनुहुन्छ बाई म जान्न है ल सो गाइज अनि अहिले चाहिँ मैले चाहिँ मोनिका बहिनीको भ्लग चाहिँ मैले हाइजेक हानिसकेको छु होइन अनि अहिले चाहिँ टक्क हामी कहाँ छ भने चाहिँ अहिले चाहिँ टक्क यहाँ अब जय र म भएर चाहिँ अनि अब जय र म भएर चाहिँ जय र म होइन जय र म चाहिँ यहाँ आएको फेरि अनि जस अनि जयले चाहिँ बहिनीलाई चाहिँ हुन्छ नि अब सरप्राइज अब केही गिफ्ट दिने कि भनेर चाहिँ अनि जयले चाहिँ जस हामीसँग सल्लाह गर्नु भएको थियो अनि त्यहाँबाट त्यही भएर चाहिँ म र जय चाहिँ यहाँ जस अहिले चाहिँ त्यो पैसाको बुके होइन जय पैसाको बुके कतिवटा हात्ती हो 50-60 ओ माई गड अनि त्यही हो जस अब हुन्छ नि अनि जस पैसाको बुकी बनाउन चाहिँ हामी आएको किनकि हामी यहाँ सधैँ आइरहने ठाउँ नै यही नै हो खास बहिनीले चाहिँ भ्लग गरेको छ अरे जयले भन्नुभएको थियो बिहान मन्दिर गएको भ्लग चाहिँ गरौँ जस गरेको छ अरे अनि त्यही भएर चाहिँ जस मैले पनि यताबाट थालिदिएको अनि त्यो हुन्छ नि अलिकति सरप्राइज तरिकाले क्या बहिनीलाई थाहा छैन फेरि कस्तो थाहा छैन फेरि केही थाहा छैन फेरि ल भनेपछि सरप्राइज चाहिँ बबाल हुनेला भयो गाइज होइन त्यही हो ल हेर्दै गर्नु होला अनि टक्क भाइ बुकी आजै भन्छ होइन फेरि हाम्रो आज चाहिएको टाइम लाग्दैन होइन टाइम लाग्यो भने त्यो कति लाग्छ 1 घन्टा लाग्छ दामी त्यो ल हरि म डिजाइन दिन्छु होइन दामी है ल त्यही हो जस अनि अब हामी आइरहने ठाउँ नै यहीँ नै हो प्रायः डेकोरेसन भन त भाइ हो कि होइन हो नि है जस हामी चाहिँ आइरहन्छ हाम्रो बिहेको लागि कोट पनि माथिबाट सिलाएको थियौँ यसकै अब जयहरूले पनि यहीँबाट सिलाएको छ होइन यहीँबाट सिलाएको ल त्यही हो फ्याम हेर्दै गर्नु होला है अब मोनिका बहिनीको भ्लग चाहिँ मैले अब हाइजेक गरिसकेको छु अब के हुन्छ के सरप्राइज दिइन्छ अब सबै त्यो तपाईँहरूलाई म भिडियो बनाएर तपाईँलाई कलेक्ट गरेर देखाइ नै हाल्छु सो हेर्दै गर्नु होला गाइज स्टे ट्युन भाइ अघि जयहरूको बहिनीले आजबाट भ्लग स्टार्ट गरेछ अरे अनि म बोलिदिएर बनाइदिनु लाग्यो है अनि ल सो गाइज अनि अहिले चाहिँ अब बुकीको लागि चाहिँ अनि अब यहाँ पैसा रेडी भइसकेको छ अनि जय र दाई गएर चाहिँ एकदमै घरि तल घरि माथि गएर चाहिँ पैसा चाहिँ बल्ल बल्ल खोजेर चाहिँ 100-100को गइरहेको 50वटा नोट चाहिँ ल्याइसक्नु भएको छ दाईले अनि मेरो जयले खास यो भ्लग चाहिँ बहिनीकोबाट आउने क्या मेरोबाट होइन है बहिनीले चाहिँ बल्ल आजबाट चाहिँ बल्ल स्टार्ट गरेछ अनि अब सपोर्ट गरिदिएको मैले बहिनीलाई अनि त्यही हो जस अब चाहिँ अब खास अब राख्न मन त हात्ती नै थियो तर हात्ती नअट्ने भएर चाहिँ गैँडासम्म होइन चाहिँ हो नि है राख्न मन त हात्ती नै थियो तर हात्ती ठुलो हुने भएर चाहिँ गैँडासम्म चाहिँ झरेको छ ल त्यही हेर्दै गर्नु होला अब हामी यहाँ अब अन्त जान्छौँ अन्त गएर सामानहरू किन्छौँ यहाँ चाहिँ बुकी रेडी भएपछि मात्र आउँछौँ सो फ्याम अनि अहिले चाहिँ टक्क हामी चाहिँ यहाँ टिएफटीमा आएर चाहिँ बहिनीको लागि चाहिँ अनि एउटा स्लिपर लिगिसकेको छौँ है अनि अब यस टक्क बवाल छ प्राइस पनि बवाल छ एकदम हुन्छ नि सामान अनुसारको क्वालिटी छ भएकै होइन हो नि है ल त्यही हो हेर्दै गर्नु होला टक्क ब्यागहरूको प्राइस सो फ्याम अनि अहिले चाहिँ अब टक्क हामी चाहिँ बहिनी घरमा आइपुगेको अनि बहिनी घरमा आएर चाहिँ अब चाहिँ केकहरू अनबक्सिङ गरिदिन्छ भनेर चाहिँ अनि ह्याप्पी बर्थडे मोटुमा म बेकारमा आएछु नि किन मलाई थाहा छैन तिमीलाई भन्दिनँ यार सो अनि अब चाहिँ यहाँ केक अनबक्सिङ हुँदैछ यहाँ चाहिँ त्यो जस केक चाहिँ त्यो केक चाहिँ कसले ए हो ल
यस्तो पढाउनु पो रहेछ खान्छ त्यहाँ नभए ह्यापी बर्थडे ह्यापी बर्थडे सबै ह्याप्पी यस्तो भाइ छोडे आफै ल ल काट ल हो यो ल काट्दिम ल साथी कहाँ जानुहुन्छ नि हजुर ह्यापी बर्थडे टु यु Happy birthday, dear Monica. Happy birthday to you. यो नि काट्नुहुन्छ नि काटिसक्यो एकैछिन खाएछ त मजाको मन दुख्यो कि गाह्रो आइज पहिला कि अहिले बस्ने त पक्कै हो तेरो धेरै नभने आउँछ कि फालोमा आ गरेर क्या पहिल्यै म त किन रहेछ भनेको त बाबुलाई मम्मी बेला त अझै नि आमा मेरो यो के काटेर के जब्बल पर्दैन हौ त्यस्तो गर्न अहिले छोले त खानु तिमी छोरी खाउनु एकचोटि हामी चाहिँ माथि खेलमा बसेर कस्तो राम्रो कि कति समयसम्म झर्दै नझर्ने कागज रहेछ धेरै धेरै यस्तो बटाउँदा टिस्यु त्यसले गर्दा जगाउनुपर्छ मेरो देवरको पालो लाग्छ माने भनेर डेरा आँखाले हेर्नु गिफ्ट कसरी दिनु तिमीलाई किन हाल्नु न सरप्राइज छ कि छिटो ढाका न निकालिदिनु न यहाँ बस्नु हो ढाकेर आँखा ढाकेर हातले लाग्छु कि लाग्छ हेर्दिन ल ढाकिदिनु नि त हजुरले लाउनु बस के भन्नु न भ्लगमा यता ल के भन्नु न के भन्ने फर्स्ट टाइम पहिलोपट्टि पक्नै पर्ने ल आँखा ढाकिदिनु भयो केही आएर त्यसै के भन्ने अब फेरि आएको हाल पर्दैन आउँदो चाहिँ यो चाहिँ हामी भन्दा आउँछ नि त त्यही भएर छेउमै बस्ने दिदीकोबाट किन आएन भनेछ मेरो त आउँथ्यो थ्याङ्क यू हाम्रो राति 12 बजे आइसकेको थियो सो गाइज अब चाहिँ मैले बर्थडे चाहिँ मनाइसकेँ सबैजना आइदिनु भयो सबैले गिफ्ट पनि पाएको छु अहिले भ्लगमा देखिसक्नु भयो होला अनि सबैजनालाई थ्याङ्क यू सो मच जसले मलाई विस गर्नुभयो अनि जो आइदिनु भयो त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद अनि धेरै माया ल जय तपाईँ मेरो त त्यही हो सब कपी पेस्ट युट्युबको त भिडियो बनाउनु दाइले सिकाइदिनु भएको मलाई त्यही भएर मेरो प्यारी बहिनी मेरो प्यारी नन्द
अब हुन्छ नि जे भयो नि अब आफ्नो नन्द नभए नि अब अमाजु दिदीको नन्द छैन नि त अब उसलाई मैले नन्द मान्छु उसले मलाई भाउजू मान्नुहुन्छ अब एकदम मलाई खुसी लाग्छ अब मेरो पनि कोही नन्द छ है भन्दाखेरि अनि अब ह्याप्पी बर्थडे भन्छ बहिनी नन्द जे भन्यो नि अब पहिला अब सिङ्गल लाइफ थियो जे गरे नि के हुन्थेन अब यो म्याचरै छौ अझै भन्दा नि बेसी म्याचर भाउ घरमा खुसी राख आफू खुसी भाउ ह्याप्पी बर्थडे थ्याङ्क यू गिफ्ट गाइज अब चाहिँ मैले मेरो बुढाको गिफ्ट खोल्न लाग्छु बुढाले मलाई दिनुभएको है फेरि नाम त पढिहाल्नु होला अब हजुरले ब्रान्ड के छ हेर्नु ब्रान्ड भयो नि चल्छ एकचोटि ध्यान दिएर खोला है च्यात्नु झाम्नु जाँदैन कति च्यात्नु अनि ब्याग हो भने ढुक्क ल भयो के होला ल चप्पल ल के होला ब्याग है ब्याग चप्पलै होला चप्पलै हो कसो थाहा भयो हजुरलाई टेक्नोलोजी ल है यसको प्राइस गेस गर गर्दिन छिटो गर गर न गर्नुपर्छ गर न ल यसको प्राइस भन त ल भन्नु न हजुर मलाई थाहा होला अनि अब चाहिँ टक्क हाम्रो यहाँ के हो आजको हाम्रो डिस ओ माय गॉड ल विथ चटनी ल टक्क अब यहाँ चाहिँ खानाको लागि चाहिँ हुँदैछ अन्त हाम्रो चाहिँ यो करीभरि बिरयानी छ सो गाइज अब सेलिब्रेसन पनि सकियो बर्थडे पनि मनाइयो भएको भाँडा पनि धोएँ धुन त भाउजूहरूले पनि धोइदिनु भयो तर मैले पनि धोएँ घर सफा गरेर अब चाहिँ सुत्न पर्ने हुन्छ एकदम निन्द्रा पनि लाखा जसले भ्लग हेरिदिनु भयो सबैजनालाई धन्यवाद भ्लगमा भ्युज आयो भने चाहिँ हाल्छु न त त्यस्तै ल बाई बाई